नमस्कार। शेयर बजार र लगानीका आधारभूत रणनीतिहरूबारे तयार पारिएको यो विशेष विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। विशेष गरी ट्रेडिङ यात्रा भर्खरै सुरु गर्दै गरेका नयाँ लगानीकर्ताहरूका लागि यो एकदमै महत्त्वपूर्ण छ। सुरुमा बजारका कुरा सुन्दा अलिक गाह्रो जस्तो लाग्न सक्छ हैन र? तर चिन्ता लिनु पर्दैन, आज हामी यसलाई एकदमै सरल र रोचक तरिकाले सँगसँगै बुझ्ने प्रयास गर्नेछौँ। ल ढिला नगरी सुरु गरौँ। अब बजारलाई हाम्ररी बुझ्न एउटा एकदमै रमाइलो प्रश्नबाट कुरा अगाडि बढाउँ। आखिर हाम्रो आफ्नै स्थानीय शेयर बजार र विश्वका ठूला वित्तीय केन्द्रहरू जस्तै वाल स्ट्रिट बीच खासमा फरक के छ त? सुन्दा उस्तै लागे पनि भित्री कुरा अलि फरक छ। यो प्रश्नको उत्तरले हामीलाई विश्वव्यापी बजारको फराकिलो चित्र मजाले बुझाउनेछ। भाग 1 नेप्सेको परिचय। अब यहाँ हेरौँ, सन् 1994 यो वर्ष नेपाली शेयर बजारको लागि एउटा ठूलो माइलस्टोन हो, किनभने यही वर्ष नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्जको औपचारिक स्थापना भएको थियो। 100औं वर्ष पुराना विश्वका अरू बजारसँग दाज्ने हो भने त हाम्रो बजार भर्खरको भाइ जस्तै हो, तर यसको आफ्नै छुट्टै र निकै रोचक विकासक्रम छ। बजारमा छिरेपछि हामीले सधैँ सुन्ने शब्द हो इन्डेक्स वा परिसूचक। यसलाई बुझ्न एकदमै सजिलो छ। यसलाई एउटा साधारण थर्मोमिटर जस्तै सम्झौँ न। जसरी थर्मोमिटरले शरीरको तापक्रम नाप्छ, नेप्से परिसूचकले सम्पूर्ण शेयर बजारको स्वास्थ्य नाप्छ। अङ्कहरू बढ्दा बजारमा उत्साह छ, बजार तातेको छ भन्ने बुझिन्छ, अनि अङ्कहरू घट्दा चाहिँ बजार अलिकति चिसिएको र सुस्त भएको बुझ्न सकिन्छ। कति सजिलो होइन? भाग 2 नेप्से विरुद्ध विश्व बजार। अब एउटा एकदमै महत्त्वपूर्ण भिन्नताको कुरा गरौँ। त्यो हो कारोबार हुने समय। अमेरिकाको वाल स्ट्रिटमा रहेको न्युयोर्क स्टक एक्सचेन्ज होस् वा छिमेकी देश भारतको बम्बे स्टक एक्सचेन्ज, यी विश्व बजारहरू सामान्यतया सोमबारदेखि शुक्रबारसम्म चल्छन्। तर हाम्रो नेप्सेको लय अर्कै छ। नेप्से चाहिँ आइतबारदेखि बिहीबारसम्म दिनको ठ्याक्कै 11 बजेदेखि दिउँसो 3 बजेसम्म मात्र खुला रहन्छ। यो एकदमै युनिक कुरा हो। सुन्दा सामान्य लागे पनि हाम्रो आइतबारबाट सुरु हुने कामको हप्ताले यो गम्भीर वित्तीय संसारमा एउटा बेग्लै प्रकारको लय ल्याउँछ। लगानी सुरु गर्दै गर्दा यस्ता क्षेत्रीय भिन्नताहरू बुझ्नु साँच्चै नै एकदमै जरुरी छ, किनकि जब हामी आइतबार कारोबार गरिरहेका हुन्छौँ, विश्वका धेरैजसो ठूला बजारहरू बन्द हुन्छन्। यो एउटा रमाइलो विरोधाभास हो नि। भाग 3 डरमा आधारित लगानी रणनीति। अब हामी लगानीको एउटा यस्तो मन्त्रको कुरा गर्दैछौँ जसले साँच्चै नै गेम चेन्जरको काम गर्छ। अरू डराएको बेला किन्नुहोस्। यो एउटा एकदमै शक्तिशाली विपरीत सोच राख्ने दर्शन हो। हेर्नुस्, जब बजार घट्छ, चारैतिर त्रास फैलिन्छ र सबैजना आत्तिएर शेयर बेच्न थाल्छन् नि, हो ठ्याक्कै त्यही बेला स्मार्ट लगानीकर्ताहरूले चाहिँ ठूलो अवसर देखिरहेका हुन्छन्। अघि हामीले बजारलाई थर्मोमिटर भनेर कुरा गरेका थियौँ नि, हो त्यसलाई अब यहाँ लागू गरौँ। जब नेप्सेको थर्मोमिटरमा पारो एकदमै तल झर्छ र बजारमा चिसो डर छाउँछ, बुझ्नुपर्छ कि अवसरको ढोका खुल्दैछ। मूल्य सस्तो भएको बेला राम्रा बलिया कम्पनीहरू छानेर किन्ने योभन्दा राम्रो समय अरू कुन होला र? सस्तोमा किन्ने र महँगोमा बेच्ने आधारभूत नियम नै यही हो। भाग 4 लगानीकर्ताहरूका लागि मुख्य सन्देशहरू। अब यो विश्लेषणको अन्त्यतिर आइपुग्दा केही मुख्य कुराहरू दिमागमा सेट गरेर राखौँ है। नेप्सेको त्यो आइतबारदेखि बिहीबारसम्मको फरक समय तालिका सधैँ याद राख्ने, इन्डेक्सलाई थर्मोमिटर जसरी पढेर बजार तातेको छ कि चिसिएको छ भनेर जाँच्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, जब बजारमा सबैजना डराएर आत्तिन्छन् त्यति बेला शान्त रहेर सस्तोमा राम्रा कम्पनी किन्ने रणनीति बनाउने। जाँदा जाँदै यो एउटा प्रश्नमा विचार गरौँ, के बजारमा छाएको डरले नै अर्को उत्कृष्ट लगानीको अवसर ल्याउने हो त? नयाँ लगानीकर्ताको रूपमा बजारलाई हेर्दै गर्दा यो प्रश्नले सधैँ सही बाटो देखाउनेछ। बजारको हरेक गिरावटभित्र कतै न कतै एउटा ठूलो अवसर लुकेको हुन्छ भन्ने दृष्टिकोण विकास गर्नु एकदमै जरुरी छ। यही सोचका साथ बजारलाई नजिकबाट निहालौँ र आगामी ट्रेडिङ यात्रालाई सफल बनाऊ।